आज हाम्रो सरले चाहिँ चिल्ली चिकन बनाउँछु भनेर लाउनु भयो। रेसिपी हेर्नुहोस् है त, गार्लिक हाल्नुपर्छ है। चिकन पकौडा बनाएपछि गार्लिक पहिला हाल्ने। अनि हामीले चाहिँ आफूहरूलाई खानको लागि चिल्ली चिकन बनाउँदैछौँ। अनि साइडमा चाहिँ चप गरेको अब गार्लिक हाल्नुभयो। अब चाहिँ जहाँसम्म जिन्जर हाल्नुहुन्छ होला। यता ग्रिन चिल्ली डाइस छ, उता तपाईँको चाहिँ त्यो रेड चिल्ली हाल्नुभयो हो। अनि तपाईँको चाहिँ अब यो प्याजको चाहिँ पाता डाइस छ हैन। चट्ट चाहिँ लाएर चिल्ली चिकन पकाएर यप आज खानी विचार गर्नुभयो सरले। अब चाहिँ सबै राखेपछि सबभन्दा मेन त सिमला मिर्च क्याप्सिकमहरू हैन, अनि चाहिँ प्याजहरू चाहिँ डाइस हो यसको लागि। अनि अरू मसला त भइहाल्यो। अरू रेसिपी चाहिँ अर्को भिडियोमा आउँछ है त साथीहरू, हेर्दै राख्नुहोस् है त। ल पकौडाहरू रेडी गरेर हालेपछि मजेदार बन्छ।